दर्शकबिन नमस्कार। आज हामीले रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वार्ड नम्बर 3 यो बागमारा बजारबाट तपाईहरुलाई एउटा अत्यन्तै प्रतिभाको धनी गायिका नवगायिका गीता घरती मगरजीको आफ्नो स्वर र आफ्नो जीवन कहानी यथार्थ कहानीमा आधारित गीत तपाईहरुमाझमा प्रस्तुत गरिरहेका छौं। दर्शकबिन उहाँ एकल महिला एकल संघर्ष गर्दै बागमारा बजारमा सुनचाँदी पसल होटल लगायत आफ्नो 3 सन्तानको भविष्य खोजिरहेकी यी सन्दूर स्वरकी धनी आदरणीय दिदी गीता घरती मगरको स्वरबाट तपाईहरुलाई एउटा गीत सुनाउन गइरहेका छौं। दर्शकबिन यो गीतमा उहाँको वास्तविक आफ्नो जीवन कहानीमा आधारित छ। त्यसकारण यो हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिन पनि सबैमा हार्दिक अनुरोध गर्दछौं। हामीले भर्खरै उहाँको एकल गीत सुनिसकेका छौं र अब एकल स्वरसँगै उहाँको व्यवसाय सुन पसल र होटल व्यवसाय हामीले तपाईहरुलाई देखाउने छौं र होटल व्यवसाय देखाइसकेपछि यहाँहरूले पक्कै पनि उहाँको जीवन संघर्ष उहाँको
जीवन कहानी र उहाँको जीवन यथार्थलाई बुझ्नुहुनेछ भन्ने अपेक्षा गर्दछौँ। साथमा यदि यस्ता कार्यक्रमहरूलाई अपडेट गरिरहनुको लागि हामीलाई हौसलास्वरूप हाम्रो युट्युब च्यानललाई सब्सक्राइब, लाइक र कमेन्ट गरिदिन पनि नभुल्नुहोला। अनि नमस्ते। नमस्कार हजुर। के हो तपाईको झरना सुनचारी पसलमा हामी आइपुगेका छौँ। साथमा तपाईको झरना होटेल पनि छ। यति धेरै व्यवसाय गरिराख्नु भएको छ किन? त्यही हो, बच्चाहरू पाल्नको लागि गरिराख्नु भएको छ होइन। एकदम सुनको पसल। अनि तपाईँको कालीगढ तपाईँकै छोरा हुनुहुन्छ नि? उहाँ हजुर मेरो छोरा नै। उहाँ छोरा नै हुनुहुन्छ नि? यति सानो उमेरमा बाबुले काम गरिराख्नु भएको छ नि। ऊ हेर्नुहोस् त, सबै सुनको सामग्री बनाउनुहुन्छ उहाँले? हजुर सबै बनाउँछ। एउटा बाध्यताले नै गराउनु रहेको हो। बाबा बित्नु भयो, 2 वर्ष भयो बाबा बितेको। हजुर हजुर। कोरोनाले गर्दा अनि त्यसै कारणले पनि बाबुले गरिरहेछ। उसकै हातमा जिम्मेवारी पऱ्यो, त्यही भएर होला। तपाईँ त एकदम मेहनती हुनुहुँदैछ होइन। एकदम नारी सशक्ति नारी हुनुहुन्छ होइन। तपाईँले धेरै कामहरू गरिराख्नु भएको छ। जिन्दगीलाई एउटा सङ्घर्षमय यात्रामा तपाईँले एकदम निरन्तरता दिइराख्नु भएको छ होइन। के छ यो व्यवसायबाट कतिको लाभ लिइराख्नु भएको छ? यस्तै हो व्यवसाय त, बच्चाहरू पाल्ने नै हो। सन्तुष्ट हुनुहुन्छ? बत्ती बल्या छ होइन। बत्ती बल्या छ। उहाँ चाहिँ को हुनुहुन्छ तपाईँको? तपाईँको यति बेला पनि ग्राहक आउनु भएको छ। ग्राहकसँग बोलौँ है। नमस्ते। नमस्कार। तपाईँ चाहिँ ग्राहक यति बेला पनि आउनु भएको छ यहाँ? हजुर। किन यहाँ राम्रो सुन पाइन्छ यो पसलदेखि? राम्रो डिजाइन बनाउनुहुन्छ त्यही भएर। ओहो, यति सानो बाबुले धेरै राम्रो मेहनत गर्नुभएको रहेछ। सानै उमेरमा बाबाको एउटा देहावसान देहावसानपछि यो मेहनतका साथ पसल सञ्चालन गर्नुभएको छ। कालीगढ आफै हुनुहुन्छ। यति सानो उमेरमा धेरै राम्रो गहना बनाइदिनुहुन्छ नि तपाईँहरूलाई। तपाईँहरू यहाँको गहनाबाट सन्तुष्ट हुनुहुन्छ? अनि अन्य ग्राहकवर्गहरूलाई यो झरना सुनचारी पसलमा सेवा लिनको लागि के आग्रह गर्न चाहनुहुन्छ? हामीले त्यहाँ धेरै राम्रो गहनाहरू बन्छ, त्यहीँ बनाम, एकदम राम्रो डिजाइन देखाम भन्छ। ए हो नि। एकदम राम्रो बन्ने भावनाले तपाईँहरू चाहिँ सधैँ यहाँ आउनुहुन्छ होइन। यो एउटा गीत गाइदिनुहोस् न है। त्यति राम्रो त गाउँदैन गाउन त। पहिला ग्वाला जाँदाखेरि। ए ग्वाला जाँदा गाउनु भयो। ल यति मिठो मुस्कान सहित वाह वाह वाह। तपाईँको पक्कै पनि स्वर अत्यन्तै मिठो छ होला जस्तो लाग्यो। गाइदिनुहोस् न है। एउटा मात्रै गाइदिनुहोस्। अब हामीसँग समय पनि धेरै छैन। हाम्रो जोडी दैवले जुटाए, दैवले जुटाए, खै किन हो उनैले छुटाए, सलल बग्यो गण्डकी पहिला धन्यवाद। यहाँलाई धेरै धेरै धन्यवाद। मिठो स्वर रहेछ। धन्यवाद। यसरी सर्लक्क हेर्नुहोस् है। तपाईँहरूलाई कुन कुन आइटमहरू छ, कुन कुन चाहिन्छ, सर्लक्कै सबै खानाका परिकार उहाँले बनाइराख्नु भएको छ। सुकुटी है, उहाँको सुनचारी पसल पनि छ। यहाँ चाहिँ सेवा ल्याइदिनु होला। होटेलमा बस्ने टेबल होइन, एकदम सफा छ। त्यसपछि बस्ने कोठा। ल यता अनुहार देखाउनुहोस् त। ल अनुहार देखाउनुहोस् त। ल साउनी के पाक्दैछ? तरकारी? हजुर तरकारी पाक्दैछ। ल आज ग्राहकहरू कतिजना हुनुहुन्छ त? 10-12 जना हुनुहुन्छ। धेरै त हुनुहुन्न। ए हो, राम्रो पकाउनुहुन्छ? खाना बस्नलाई व्यवस्था राम्रो छ नि? हजुर हजुर राम्रो। ल तपाईँको ग्राहक आउनु भएको छ। ग्राहकजी नमस्ते। के ल्याउन आउनुभयो? ऊ हेर्नुहोस् त, यी छ त यहाँ बास बस्नको लागि। के छ त? कस्तो खाना यो होटेलमा कस्तो खानाका परिकार कति राम्रो पाइन्छ? कति स्वादिष्ट पाइन्छ? एकदमै स्वादिष्ट, एकदमै राम्रो, एकदमै स्वादिष्ट। बस्ने व्यवस्था कस्तो छ? बस्ने व्यवस्था पनि एकदमै राम्रो। हरेक होटेलहरूले आफ्नो होटेललाई त राम्रो छ भन्छन्, तर तपाईँ ग्राहकले भनिदिनु पर्दा ग्राहकको शब्दमा के भन्न चाहनुहुन्छ? बस्ने बासको लागि अन्य ठाउँको भन्दा राम्रो व्यवस्थित छ। हजुर हजुर। खाना पनि अन्य ठाउँको भन्दा निकै स्वादिष्ट राम्रो छ। ल यहाँलाई धन्यवाद। केही छ साउनी ग्राहकहरूको लागि सन्देश? त्यस्तो त केही पनि छैन, तर आउनु होला। बास बस्नको लागि ठाउँ राम्रै छ, खानाहरू
परिकार पनि राम्रै भयो। हरेक परिकार पाउँछ होइन त ल हस् धन्यवाद ल